आजको सहमतिले प्रश्न पारेको छ। देश ठुलो हो, पार्टी ठुलो होइन, जनता ठुलो हो, नेता ठुलो होइन। रवि लामिछानेले जुन लचकता देखाउनु भएको छ, देश र देशको परिवर्तनको लागि उहाँलाई धन्यवाद छ। आज आइतबारका दिन सुप्रभातसँगै बालेन्सा र रवि लामिछाने बीच 7 बुन्दे सहमति भएको छ। विगतमा जति आन्दोलन भएको छ, अन्याय र भ्रष्टाचार विरुद्ध जति वीरहरूले शहादत दिनुभएको छ, जेनजी समेत उहाँहरूको लागि न्याय दिलाउने पहिलो कर्तव्य उहाँहरूको हुनेछ। र दोस्रोमा नेपाललाई 10 वर्षभित्र सम्मानजनक र हरेक चिजको पहुँचलाई पुर्याउने उहाँहरूको कर्तव्य हुनेछ। तेस्रोमा पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ भने भावी प्रधानमन्त्री बालेन्सा हुनुहुन्छ। अन्य बुन्दाहरूमा पार्टीका सबै शर्त बमोजिम हुनेछ। विगतमा कैयौं नेता र पार्टी सहमति गरे, एकजुट भए, गठबन्धन गरे, चुनाव पनि लडे, तर जितेर नेपाल देश र जनताका लागि केही गरेका छैनन्। भोट दिनुभन्दा पहिला एकपटक आफ्नो बालबालिकाको अनुहार हेर्नुहोला। तपाईहरूको बालबालिका र आफन्तहरू जति विदेश जानु भएको छ, फ्री भिजा फ्री टिकट भए पनि चर्को शुल्क लाखौं लाख तिरेर त्यो याद राख्नुहोला। अब देशको परिवर्तन र आफ्नो भविष्यको परिवर्तनका लागि स्वयं लड्नुपर्छ। जय मधेस, जय नेपाल।